रमाइलो भइरहेछ तिम्रो मुस्कानले छुँदा ह्याप्पी माघे सङ्क्रान्ति सम्पूर्णमा बिहान बिहान हामी त्यो घरको नजिकै छौँ पाखै ढाकी फुलेका तिलाली गुराँस फुल झै पाखै ढाकी फुलेका तिलाली गुराँस फुल झै मिठो सुन्तला बिहान बिहान यति खानेकुरा देवघाट की जय ल उज्यालो पनि भयो है यहाँ आइपुग्दाखेरि हाम्रो आदरणीय डाक्टर दीपक भुवानी आजीवन सदस्य बनेर जाँदै हुनुहुन्छ तालीले सम्मान गरिदियो भगत चित्तमा सामेल हुनुहुन्छ हामी सबै नेपालीले गर्व गर्ने यो ठाउँ हामी निर्माण गर्नेछौँ समाधानी सदार भक्त सङ्घले देवघाट गएर चाह पूजा गर्ने भनेर यहाँले हामीले प्रश्न गर्नुहुन्छ पहिलाको जस्तो भिडभाड छैन अहिले खाली छ अहिले चाहिँ धेरै कम हुनुहुन्छ कि कति रुपियाँ हो ल हामी चाहिँ यो ठाउँमा आउँदैछौँ जय देवघाट धाम हर हर गङ्गे धराय नमो नमः हल्का के भन्छ उहिरो लागेको छ अलिकति तुयालो लागेको छ है पहिलाको जस्तो कति छैन मान्छे कम हुनुहुन्छ
पहिला एकदम खिचाखाच हुन्थ्यो होइन, भाड हुन्थ्यो। अहिले बिहान उठ्न बित्तिकै दौडेको यस्तो बाजिँदै पोखरा शान्ता यता हेर के भएको बिचरा उठ्न बित्तिकै दौडिनुको कारण त्यही हो। कहाँ गइसक्यो नि त भिडियो युट्युबमा जाने हो। भिडियो हेरेर सबैले ह्याप्पी माघे सङ्क्रान्ति जयदेव घाट जानुपर्छ भन्नु ल। हामी चाहिँ नौरी ठाउँमा आइपुग्यो पानी त्यस्तो चिसो छ कि कसरी नुहाउनु।